हेलो नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हैन जहिले पनि बोल्न लागे जहिले पनि बिर्सिदिन्छु अनि अब यस्तो गाह्रो पर्छ यार। आज चाहिँ म अब दिनभरि म के गर्छु भनेर त्यो देखाउँछु हजुरहरूलाई हैन, किनकि अहिले टाइम चाहिँ धेरै भइसक्यो तर मैले अझसम्म खानासाना नि खाएन, केही पनि गरेको छैन किनकि धेरै अल्छी भएको छु म, किनकि घरमा कोही पनि हुनुहुन्न नि त अहिले। अनि त्यही भएर मैले रुम पनि सफा केही गरेँ छैन, हेर्नु होला। म यतिकै यहाँ चाहिँ किन सुतेको भने हाम्रो घरको मल्टी प्लग जल्यो नि त, अनि त्यही भएर यहाँ मोबाइल चार्ज गर्नको लागि म यही सुत्छु। अब चाहिँ म रुमको सरसफाइ गर्छु। यहाँ हेर्नु होला, यहाँ चाहिँ घाम लाग्यो कस्तो कस्तो तर मजाले उज्यालो देखेछ। बिरालो के हो, फुलहरू पनि कस्तो भएको, यहाँ लिची पाकेर बसेको छ है, हेर्नु होला। मैले चाहिँ अब रुम सफा गरिसकेँ। रुम यति जब रुम सफा गरेर नि यस्तो स्याहाँ हुन्छ भनेर सोध्नु होला, बाहिर नि सफा गऱ्यो नि त हल्ली पनि। अनि अब चाहिँ काम भनेको मेरो रुम चाहिँ सफा भइसक्यो है। काइचहरू मेरो फेरि यहाँ अहिले ऐनामा मेरो थोप्रा देख्छ अहिले। रुम सफा भइसक्यो। अनि अब चाहिँ म कुखुरालाई दाना दिन्छु, तर मैले सधैँ चाहिँ दिँदैन कुखुरालाई, किनकि फुपू हुने बेला फुपूले दिनुहुन्छ नि त। तर अहिले फुपू उता सिमरा जानुभएको भएर चाहिँ अब चाहिँ आज होइन के बोल्छु यार म त। फुपू नहुँदा मात्र मैले दिने हो, अन्त अरू बेला फुपूले दिनुहुन्छ होइन। अनि के भन्नु, यो चाहिँ हाम्रो मैले अस्ति देखाएको थियो हाम्रो घर पछाडिको मकै यत्रो बारे छ। अनि अब जिन्दगीको गोरेटोमा 1 बज्न लागिसक्यो। मैले खाना खाएको छैन अझै, अघि नै भनेको थियो। अनि अब चाहिँ भोक लाग्यो, त्यही भएर म तरकारी हेर्न आएको बारीमा, नत्र चाहिँ म आउँदिनँ है। अरू बेला खासै भन्नुपर्दाखेरि चाहिँ म कहिले पनि आउँदिनँ। मलाई तरकारी चाहिएको बेला मात्र हो, तर आएको बेला यसो खुर्सानी टिप्दिउँ न। खुर्सानी रहेछ, अनि यहाँ भेन्डा रहेछ, सबै टिप्छु म। गाइस भन्नुपर्दा मलाई यो भेन्टाको तरकारी मनै पर्दैन। यहाँ लटेको साग छन त टन्नै छ, तर म आज फर्सीको मुन्टा खान लागेको। यो भेन्डा चाहिँ अझै पनि टिप्नु छ होइन। हेर कति गाह्रो छ फर्सीको मुन्टा, कस्तो हो के हो यो। अम्मा नि फला रहेछ त यार। आमा खुर्सानी त यहाँ पनि रहेछ त यार। हेर टन्नै रहेछ खुर्सानी। जिन्दगीको गोरेटोमा मेरो चाहिँ होइन बेजत भास्तु भयो होइन। म फर्सीको मुन्टा टिप्न जान्छु भनेर गएको मान्छे मैले कति धेरै फर्सीको मुन्टा भेटायो भने 3टा भेटायो होइन। अनि लास्टमा लटेको छ कि टिप्नु पऱ्यो, यति भए पनि होइन। तर होइन यहाँ बाहिर पनि छन् त छ होइन। अनि त्यहाँबाट यसो टिप्छु, तर म एकलाई चाहिँ मजाले पुग्न त पुग्छ। तर यो भेन्डाको तरकारी चाहिँ म खाँदिनँ। फुपूहरू खै कतिखेर कहिले आउने हो, यत्तिकै जान्छ फेरि यो तरकारी। यहाँ पनि छ यो होइन, यो चाहिँ फुल थियो होइन, फुलको माथि फले होइन, यो साग उम्रे भनौँ न। अनि अब उखाल्न नि माया लाग्ने, अनि के गर्नु, यहाँ फुल चाहिँ यस्तो यो भएर बसे यार, फुललाई असर गर्दै तर पनि नो प्रब्लम। यहाँ पनि छ है, यहाँको चाहिँ कस्तो हेर्नु साग हो कि यो फुल हो, यो म चिन्नै सक्दिनँ है। त्यही भएर म कन्फ्युज भएर मैले खासै टिपेको चाहिँ छैन यसलाई चाहिँ। हेर्नु होला, घाम चाहिँ मजाले लाग्यो हो। यसो मोबाइलमा हेर्दा मात्र घाम लागेर राम देख्ने त भने कहाँ बस्न सक्छ, छतमा नबस्नु सक्दैन। ल मैले चाहिँ यस्तो सुपर फास्ट ल के हो यो, मैले चाहिँ एकदम फटाफट खाना पनि बनाइसकेँ होइन। चाहिन्न हेर त बेबी कति बज्यो, 1 बज्न लागेको छ होइन। अब चाहिँ म खाना खान्छु। अनि कसैलाई दबाईले भयो भने खाना रुच्दैन अरे प्रायः मान्छेहरूलाई, मलाई त रुच्छ। अनि
हामीसँग छ फर्सीको मुन्टा, बेलुका मासु बनाएको थियो, खाएको थिएन त्यो। अनि यो खुर्सानी र टमाटर मुसेको अचार, खुर्सानी खासै पिरो चाहिँ छैन यो। अनि हाम्रो यहाँ सायन पनि छ। सायन माम खाने खाने हो खाने यो नखाने। मैले चाहिँ होइन खानासाना खाएर पनि माथि किचनको काम भ्याएर सबै भ्याएर तल आएको, भिडियो यसो बनाऊँ भन्यो। अनि त्यो कामै ढिलो हुने के, यता राख्यो फेरि यता राख्यो, अनि त्यो फेरि भिडियो यता बनायो अनि फेरि उता काम गऱ्यो, फेरि भयो कि भएन हेऱ्यो। त्यसले गर्दा झन् ढिलो नि। त्योभन्दा त बरु सिधै काम भयो, भेर्सियो। अनि आज चाहिँ होइन मलाई कस्तो कपाल बाट्न मन लागिरहेको थियो कि। अनि यो हुन्छ नि यो के भन्छ यसलाई, यो त्यो यो मोमोहरूको अचार आउने बेला आउने प्याकेटको यो हुन्छ नि यो यसले बाट्न लागेको। तर हेर्छु म बाट्दाखेरि कस्तो देखिन्छ भनेर। सक्दिनँ भयो, मैले मेरो कपाल बाट्न म सक्दिनँ। त्यही भएर अरू के भन्ने उपाय, अब उपाय भनेको के गर्ने, यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने यसलाई चिप्ने, त्यही हो। त्यो कपाल बाट्छु भनेको मैले कपाल बाट्न सकिनँ, किनकि कपाल बाट्ने बानी पनि हराउँदो रहेछ। एकछिन यस्तो गऱ्यो पुरै एकैछिनमा थाक्ने रहेछ। अनि अब के गर्नु त होइन, कामसाम केही पनि छैन। त्यही हो, अब दिनभरि मोबाइल चलाएर बस्छु, अनि एकछिन सुत्छु। त्यसपछि अब एकैचोटि कति बजेतिर भनेपछि 4 बजेतिर फेरि भिडियो गरेर आउँछु। हेलो गाइज, म चाहिँ होइन सुतेर पनि उठिसकेँ। अहिले चाहिँ अब 6 बज्न लाग्यो। अनि गर्मी छ भने लास्टै बेलुका रात पनि लगाइसक्यो, त्यही नै अझै गर्मी छ। अब चाहिँ म के गर्छु भने यो झारहरू निकाल्नु पऱ्यो कि। 2-3 दिनको ग्यापमा पनि यति धेरै झार आउँछ भने अचम्म लाग्छ हौ। अनि झारहरू उखाल्छु म। भोक लागिरह है, के खाउँ भयो। म चाहिँ पहिला लिची टिप्छु। यहाँ त लिची रहेछ। मैले चाहिँ 4वटा लिची भेटाएँ। छानो जुत्तापट्टि पनि छ। हो चाहिँ अब यहाँ सफा गरेर भइसक्यो। फुलहरूमा चाहिँ होइन पानी हाल्ने भनेको आज, तर चिसो रहेछ। हिजो पानी परेको थियो नि त ठुलै। यहाँ हेर्नु होला। अब चाहिँ म अगाडिपट्टि जान्छु, किनकि मैले यहाँबाट यति फुल पाएको छ नि त। अब यही फुललाई सार्न जान्छु म। यहाँ चाहिँ यो एकै ठाउँमा यो वाला फुलहरू टन्नै फुलेको क्या। अनि त्यही भएर धेरै नै भयो नि त। आमा यहाँ बिरालो छ, अनि कुकुर छ बाटोमा। अनि हाम्रो कुकुर चाहिँ उता माथि छ, के हेरेर बसेको पुग्नु थाहा छैन। यहाँ हेर्नु, यो हाम्रो चाहिँ कागतीको बोट है। म कति ठुलो भए भने यो पहिल्यै सारेर कतै राखेर केही गरे भए राम्रो हुन्थ्यो होला। म्याउ
गाइज होइन 81 यो हेर्न फेरि मौसम के भयो यार मौसम त छिनमै चेन्ज भएको भइ गर्छ त अनि म चाहिँ माथि आइसकेँ अब चाहिँ खाना बनाउनलाई मैले फुलहरूमा कुनैमा पनि पानी हालेन आज यता यो फुलहरूमा नि कतैमा नि हाल्दिनँ किनकि हिजो पानी परेर अझै चिसै छ माटोहरू सबै छैन नानी र खोलेर दिन्छु मैले चाहिँ अहिले होइन न्युरो खेलाउन लागेको यहाँ लाइट राम्रो देख्दो रहेछ झन् किचनको छुट्टी अब सुजन दाइ ब्यालेन्स छ एक कल पुको के गरे सान एक कल आकृतिलाई गर्नु न आकृति खाना आउँछ कि आउँदैन को सुजन दाइसँग माया के सामान लिएर आउनु भयो र ल हाम्रो चाहिँ आजको दिनचर्या हो कि दिन के भन्छ माटेसँग त्यो पुरैसँग उठिन्छ त्यही भएर त मैले नसकेको र छिट्टी उखाल्यो भने न त नहुँदो रहेछ यस्तो बलियो हुने कि त्यो अनि मेरो भ्लग चाहिँ आजको दिन यहीँ इन्डिङ गर्न चाहन्छु किनकि अब त्यही हो खाना बनाउँछु अनि सिद्धियो त्यही त हो नि होइन अब अरू त के हो र त्यही भएर सबैजनालाई बाई बाई मेरो च्यानलमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला आज मैले पहिलोचोटि फर्स्टचोटि भिडियोमा भनेको थिएँ आज भने सबैजनालाई बाई बाई अब रात पर्नलाई होला शुभरात्रि गुड इभिनिङ